गुड मर्निङ गाइज, गुड मर्निङ। अहिले चाहिँ म फुल चेस्ट वर्कआउटको भिडियो बनाएर तपाईँहरूमा लिएर आएको छु। फर्स्ट एक्सर्साइज इन्क्लाइन बारबेल प्रेस, जुन हामीले चाहिँ नि चेस्टको माथिल्लो भागको लागि गरिने एक्सर्साइज हो। 15 रेप्स 4 सेट। त्यसै गरी सेकेन्ड एक्सर्साइज तपाईँहरूले आफ्नो रुटिन अनुसार हान्न सक्नुहुन्छ। मैले चाहिँ आज फ्लाइमा हान्दैछु। यो पनि तपाईँको 15 रेप्स 4 सेट हान्नु होला। यो चाहिँ इनर चेस्टको लागि, जुन हाम्रो यो बिचको छातीको भाग छ त्यो भागलाई ट्रेन गर्नको लागि गरिने एक्सर्साइज हो। यो एकदम बेस्ट हुन्छ। यो एक्सर्साइज चाहिँ हामीले केबल पनि युज गर्न सक्छौँ र डम्बेल पनि युज गर्न सक्छौँ। यो पनि तपाईँहरूले गर्न सक्नुहुन्छ। त्यसै गरी थर्डमा चाहिँ मैले हानिरहेको छु डम्बेल बेन्च प्रेस है। फ्ल्याटमा बेन्चलाई सिधा बनाउने अनि वेट आफूले सक्ने वेट हान्ने। यो चाहिँ फुल चेस्टको वर्कआउट हो। यो पनि 15, 12, 10, 8 4 सेट है त। त्यसै गरी फोर्थमा मैले हान्दैछु डिक्लाइन बारबेल प्रेस। यो पनि 4 सेट 15, 12, 10, 8। त्यसै गरी लास्टमा चाहिँ मैले हानेको छु के भनेदेखि फ्ल्याट बेन्चमा डम्बेल पुलओभर। डम्बेल पुलओभर चाहिँ यो चेस्टको तल्लो भागको लागि गरिने एक्सर्साइज हो र यो एक्सर्साइज एकदमै इफेक्टिभ छ। तपाईँको तल्लो भागमा फ्याट बेसी छ या कटिङ आएको छैन भने यो एक्सर्साइजले तपाईँको त्यो भागलाई राम्रोसँग ट्रेन गर्न सक्नुहुन्छ। आफूले सक्ने वेट हानेर गर्नु होला है त। यस्तै भिडियोको लागि सब्सक्राइब गरेर नबिर्सनु।